ल अहिले चाहिँ उहाँ हुनुहुन्छ सन्जु तुम्बापु दुवै मृगला फेल भएर चाहिँ अहिले जिल्ला अस्पतालदेखि चाहिँ धरान जानुपर्ने र धरान घोपा क्याम्प पुग्नुपर्ने होइन। मैले यहाँ सम्बन्धित निकाय फिदिम नगरपालिकालाई फोन गरेँ। फिदिम नगरपालिका गाडी पनि अहिले यही भिडियोमा यहाँलाई देखाउने नै छु। र मेयर साहबलाई फोन गरेँ। मेयर साहबलाई चाहिँ अन्तर ठाउँकोलाई चाहिँ अन्तर ठाउँको बिरामीले चाहिँ पैसा लाग्छ भन्नुभयो होइन। त्यही एम्बुलेन्सको दृश्य पनि यहाँ देखाउन चाहन्छु यहाँहरूलाई। र विशेष गरी के भइरहेछ यहाँलाई बोल्न सक्नुहुन्छ? गाह्रो भइरहेछ होइन। अहिले खर्च नभएर चाहिँ जुन धरान घोपा क्याम्प चाहिँ पुग्न समस्या भइरहेको छ होइन। ल अहिले बिरामी चाहिँ यहाँ हुनुहुन्छ जिल्ला अस्पताल 5 स्तरमा र जिल्ला अस्पताल 5 स्तरले चाहिँ अब एम्बुलेन्स मिलाइदिनको लागि चाहिँ तयारी भइरहेको कुरा पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु। उहाँको श्रीमान हुनुहुन्छ। कति वर्ष पुग्नुभयो यहाँ? 31 वर्ष। कति भयो यो जुन मृगौला फेल भएको चाहिँ? मेरो 1 वर्ष भयो। 1 वर्ष भयो। ल तपाईँलाई चाहिँ गाडी जिल्ला अस्पतालद्वारा चाहिँ अहिले मिलाउने काम भइरहेको छ। तपाईँले कागज राख्नु होला। उहाँ चाहिँ श्रीमान हुनुहुन्छ र विशेष गरी जिल्ला अस्पताल 5 स्तरमा चाहिँ उहाँ आउनुभएको छ होइन। अब चाहिँ म फिदिम नगरपालिकाको मैले भनेको छु त्यति सहयोग गरिदिनु ल। अब चाहिँ जिल्ला अस्पताल 5 स्तरमा आएको थिएँ होइन। सन्जु तुम्बापु होइन, उहाँ चाहिँ बिरामी हुनुहुन्छ। उहाँलाई धरानसम्म जाने गाडी भाडा छैन। हुन त सम्बन्धित मैले नगरपालिकालाई फोन गरेको थिएँ र नगरपालिकाको प्रमुख मेयरज्यूलाई फोन गरेको थिएँ। मेयरज्यूले अन्तर ठाउँको बिरामीलाई चाहिँ हुँदैन अरे होइन। हुँदैन भनेको एम्बुलेन्स फिदिम नगरपालिकाले धेरैले सहयोग गरे भन्नुहुन्छ होइन। तर यो फिदिम नगरपालिकाले चाहिँ कसलाई सहयोग गर्छ त? जुन पैसै नभएको होइन, धरान जानुपर्ने बिरामीलाई चाहिँ अब मिल्दैन अरे क्या अन्तर ठाउँको भएर। 5 स्तरको देशैभर जहाँको बिरामी पनि एउटै होइन र, यो सम्झिनु पर्यो नि। फिदिम नगरपालिका गाडी यहाँनिर छ र मलाई चाहिँ जिल्ला अस्पताल 5 स्तरद्वारा चाहिँ गाडी मिलाइदिने भन्नुभएको छ। जुन कागजी प्रोसेसिङ हुँदैछ र यसरी चाहिँ यो स्थानीय सरकार फिदिम नगरपालिकाले चाहिँ हिल्याङ गाउँपालिका 5 का बिरामीलाई चाहिँ सहयोग गरेन। यो रेकर्ड पनि मसँग कल रेकर्ड पनि सायद फेरि पनि चाहनुहुन्छ भने। र यसरी चाहिँ जहाँको बिरामी होस् होइन, गरिबलाई सहयोग गर्नुपर्छ भन्ने मान्यता हो मेरो। यो दरबार जत्रो हस्पिटल छ यहाँनिर चाहिँ हुनुहुन्छ उहाँभित्र होइन। यो हस्पिटल परिसरभित्र चाहिँ उहाँ बिरामी हुनुहुन्छ। जस यहाँ उपचार हुँदैन होइन, धरान जानको लागि तयारी भइरहेको छ। यहाँ सम्पूर्णलाई चाहिँ विशेष गरी उहाँलाई सहयोग गर्न चाहनुहुन्छ भने यदि उहाँको नम्बर अथवा खाता नम्बर चाहिँ म यही भिडियोमा राखिदिने नै छु। र भन्दै केही पछाडि उहाँलाई चाहिँ हामी पठाउने काममा छौँ। जुन दृश्य देखाउँदै म अझै तपाईँको काम पनि देखाउन चाहन्छु।